म ललितपुरे सुजनको अहिले म कहाँ छु भनेदेखि यो हामी प्रसुति गृह हस्पिटल अगाडि यो यस्तो ठाउँमा यो के भन्छ हाम्रो यो हस्पिटलमा छु होइन। अब म चाहिँ अहिले मेरो आफ्नै श्रीमतीलाई लिएर आएको छु। म बिहान 7:30 बजे यहाँ आइपुग्दाखेरि एउटा बेडमा बस्दाखेरि यो किन बस्यो भनेर क्वेसन सोधी, अయ్या अయ్या भनेर बसेको बिरामीलाई डक्टर आएर यहाँ किन बस्यो भनेर सोधी। अत्याचार। अनि मैले केही पनि भने म्याम मलाई यो पाइपहरू निकालिदिनु म अरू जान्छु कि, मैले केही पनि भनेको छैन। प्लिज रिक्वेस्ट के म्याम मलाई त्यो निकालिदिनु म जान्छु अरू प्लिज, म केही पनि भन्दिनँ। सरी म्याम हामी हामी मिस्टेक रहेछौँ, तपाईँहरू राम्रो छ प्लिज, मलाई केही पनि भन्न सक्दैन। त्यो निकालिदिनु त्यति यार। एउटा बेडमा बसेको छु यहाँ किन बस्यो, कसले तपाईँले राखेको हुन्छ। म नेपाली हो, म बस्न नपाऊँ हाम्रो बेडमा दुखेर अయ్या बाबा तपाईँले त्यसरी क्वेसन गर्ने हो। यहाँ किन बस्यो, कसले राखेर त्यहाँबाट ऊ त्यसले त्यो इमर्जेन्सी त्यहाँबाट ऊ त्यो अपरेसन थिएटरबाट त्यहाँ निकाले तपाईँ यहाँ एकछिन आराम गर्नुहोस् भनेर गरेको कुरा गर्छ। अति त्यो क्वेसन गर्ने कस्तो क्वेसन यार। 7:30 बजे अपरेसन थिएटरमा बसेको केही नगर कति इरिटेट हुन्छ होला मान्छेलाई। अब प्लिज मैले केही पनि निकालिदिनुहोस् हामी जान्छु। के अघि नै मैले रिक्वेस्ट गरिसकेँ, मैले के भनेको त गाह्रो हुन्छ। म यो अरूहरूको पनि इमर्जेन्सी केस छ म मान्छु, सबै थाहा छ तपाईँहरूको, बुझेको छु त। मैले चुप लाएर बसेको छु त, त्यति चुप लाएर बसेको। भित्र आएर इमर्जेन्सीमा आएर एकछिन बेडमा चाहिँ किन बसेको जस्तो छ यार। बिरामीलाई अయ్या बाबा भइरहेछ। जहाँ बसे पनि मान्छेहरूले आफ्नो नियम हुन्छ। सबैभन्दा ठुलो कुरा त बिरामी होइन, इमर्जेन्सी होस् कि वार्ड होस्, दुखेपछि जहाँ पनि राख्नुपर्छ हस्पिटलभरि, हो कि होइन। यो मेरो तेरो भन्ने कुरा हुन्छ। यो म नेपाली हो, नेपालको हस्पिटलमा बस्छु, कसले के गर्छ। कति अत्याचार पनि हुन्छ नि यार एउटा मान्छेहरूको। त्यस्तो क्वेसन पनि हुन्छ यो डक्टर भएपछि त पेसेन्टलाई पो के भयो सोध्नुपर्छ। ल मेरो काम के, ल मेरो रेस्पोन्सिबिलिटी के, त्यस्तो हो।